यसरी निकाल्छ हामीले यसरी निकाल्छ फाइनल चाहिँ हाम्रो बाघमा यति पर्छ है 4 जनाको बाघ चारजना बाघमा चाहिँ यति पर्छ है 20 ल हामी चाहिँ अहिले पाको तयारीमा छ है केटाहरू जान्छ कोही चाहिँ तयारी भएर आइसकेको छ कोही चाहिँ तयारी हुनु भएछ अब पाको समय हो यो चाहिँ ल है हामी चाहिँ यति 4 जना छौँ अब यहाँ आज चाहिँ हामी मान्छे टन्ने हुनेसम्म हुनुपर्छ पाहा खोज्नुको लागि चाहिँ अहिले चाहिँ समय कति बजी हो समय चाहिँ 8:30 भइसकेको छ है यस्तो छ अहिले पछि तपाईँलाई हामी चाहिँ पिङ कसरी समाउने होइन अनि कत्रो पाउँछ त्यो देखाउनु छ है यो चाहिँ गुम्जित भन्ने ठाउँ हो नेभेरको अहिले चाहिँ अघि भएर चाहिँ हामी चाहिँ लप्चुर उडाएको थियौँ नेभेरकै लप्चुर भन्ने टोलबाट चाहिँ सुनसान छ केन्छ आमा केन्छ च्याउ ओ निमा सोग्री आमा यो चाहिँ हाम्रो नेभरको स्वास्थ्य इकाइ नेभर स्वास्थ्य इकाइ हो यो हामी रेडी भएर हिँडेछौँ है केटाहरू यहाँ छ ल डम्बर भाइ हेलो गर्दैन नि त यस्तो पा खोज्नु जान्छ ल फेरि ल यार यार फेरि है हामी फेरि भेट भएको छ ल काले ओहो ह्यान्डसम छ नि यो चाहिँ गाउँ हो अहिले के देखिन जान्छ ल तिम्रो धेरै म माया गर्छु यो पारी चाहिँ हेन्दुङ हो अनि यो चाहिँ नेभेर राम्रोसित देखेको छैन नेभेरमा चाहिँ बाटो पनि देखाउ भएन बाटो यस्तो छ है गम्पुटहरू यस्तो केटा केटा त पाएको त यति छेउतिर कतितिर जानु लाग्यो केटा यार हिरो भएर आएको छ अनि घुम्न जाने क्रममै अब त्यही आधारले दसैँ लाग्छ त हो जान्छ दुई आँखाको नानी सके तिमीलाई जिन्दगानी गर्छु है यहाँ राति घन्टी बजाएर यार डम्बरले भयो यहाँ चाहिँ हामी अब ठुलो पास आउनु लागेको छ है परिसरले भेटिहाल्यो नि ल सँग त लाएर दिने यार यो ठाउँमा बसियो भनेर अनि अघि नै भनेको थिएँ त होइन म ठ्याक्क यहाँ आउने त मलाई याद आयो तिमीले भन्यो नि त अगाडि मैले भेटेको थिएँ क्या हो आकै यो पनि 1 फिट जति होला यार ल अनि त्यति त ल त्यति त नि है यत्रो छ यार भागलाई यहाँ भेट्छ क्या मैले अघि नै कुरा गरेको थिएँ नि त आउँदाखेरि नभन्दै बसिरहेको छ राजा हामीले राति 12 डेन्जर रहेछ है यो चाहिँ पाप भेटिएको छ है शङ्का त लगाएर त्यो अघि नि कुरो त भइरहेको थियो अगाडि ट्याक्क आउने बेला भेट्यो है ल यार आचुल यार यो चाहिँ हामीले फेरि भेटाएको है यो चाहिँ बबा
लास्टमा मैले पहिलोचोटि देखाएँ होला यो यार यसो देखाउँदै खुट्टा लामो गर्दै त खुट्टा लामो गर्छ त्यो त ठ्याक्कै 1 फुट छ क्या 1 फुट ल 1 फुटको है पा हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुन्छ 1 फुटको पा कस्तो छ ज्यान हेर्नु त अब यो चाहिँ मैले लाइफमा फर्स्ट टाइम देखेको थिएँ अहिलेसम्म खोज्न गयो होला यतिको चाहिँ मैले देखेको छैन है तपाईँहरूले सबैले हेर्न सक्नुहुन्छ यो चाहिँ सबभन्दा डन है राजा सिधा गरिदियो त अझै यार राजै भेट्छ यार यसो देखाउनु त तन्काउ त्यसलाई चिप्लिन्छ यार हेट त्यो चाहिँ भोपाल चिप्लिन्छ है भोपाल सोलो मार्छ चाहिँ ढुङ्गा लाग्यो क्या यस्तो राति अब 11-12 बजी है अहिले यतिखेर भोपाल बल्ने सिधाहरू छ हामी दुईजना मात्र छ यतिखेर है छ है त्यो खोलामाथि पनि यसरी अनि यो 12 बजीतिर है यस्तो रमाइलो गर्दैछ खोलातिर ल अझै थप घना वन जङ्गल चाहिँ हेर्नुहोस् तपाईँहरूले अलिक गाडी छ पाउनेवाला छ साढे 1 बजेको छ हामीले चाहिँ यति पेन पाउँछ है पाएछ टाढो खेर लगभग करिब अन्दाजी चाहिँ 40 वर्ष पछि हामीले अनुमान गरेको छ अहिले पारामा आँखै झुपझुपेर छ यसको अनुहार रुला जस्तो अनुहार गरेर छ आज नि राति 1 बजिसक्यो यार 2 बज्न लागिसक्यो मऱ्यो जिता अर्ग्यानिक माल हो नि त गाइस हैन अर्ग्यानिक माल हो नि त ताजा ताजा हैन फ्रेस माल हो नि त यो चाहिँ बोगर रहेछ है बोगर ಏನು ಫೆಗಟಿ ಅಂತ ತಂದಿದ್ರೆ तो तुम सब बनाऊंगा तेरो डम्बर हाम्रो यो सिलिङ ब्यागको कुन चाहिँ यो सिलिङ ब्याग होइन यार कपडा नर्फेसको है कुन चाहिँको ज्याकेट हो त्यसको खोलमा चाहिँ है यसरी हालेर ल्याएछ अनि त्यसमा नटेर फेरि यहाँ गोजीबाट निकालेछ फेरि गोजीबाट यसरी निकाल्छ हामीले यसरी निकाल्छ त्यो त मर्यो अघि यो नि मर्यो जस्तो जेन्सन अन्त पिर्सी गरे क्या त्यो रगतै उसी काला हार्छ नि चाकबाट नि निस्किन्छ चाकबाट यति पाछ हामीलाई पा भन्ला नि त हाम्रो पात्ता भन्दा ए मेरो बक्सिदियो नि यो बक्सिङ बित्तेर हुँदो होइन यहाँ सेयर हो क्या यो पो सेयर हो क्या यो नै मर्यो रहेछ माउ हो त्यो माउ सेयर हो कि माउको सानो सिधो त सानो सिने सारा गर्नु सिके त्यही ब्याङ छिरेको त यहाँ त बाउ सानो सिने बाउ सेयर सानो सिने नि बग्यो ए पाउ बाउ सेयर हो तेरो भनेको वेट बढी भयो क्या त्यही भएर थिच्यो क्या लास्ट टाइम जत्रो अनि
लास्ट त मर्छ नि चल्न पाउनु नपाएपछि त मर्यो ए ठाकुरलाई भोकिँदै पनि हो अलि बहुत है यार हाउ भयो त हो गइसकेछ लो थेपे के लो लो चाहिँ हेर्ति भ्याउ ल्याक पिपिदम बे ना हे एता सिनल बिम्बदे तिनजना मुंगी मंगला ए मोरा ए चल दादा मोरा लाग्यो म अहिले चाहिँ सास आउँछ क्या यिनीहरू लिइङ हेरेर अहिलेसम्म सास आउँछ मरेको त यो हो के सलाम त चाहिँ कुकुर खानी मेरो भन्दा म परमी त थिए बढी अरु हिँड्नमा पीडा ओठमा चाहिँ मुस्कान छ है यति पाएर चाहिँ एकदम है पागलले माल्दा भयो यार हेत्तेरे ए माले मुला नकेलाउन हेत्तरी यार केलाएर के नि भ्याउ मालमे कुनै त यार कुनै त मर्न मरेछ है म देखाउँछु भने माल्दा भाग लगभग कति जति होला है होला काउन्टिङ गरौँ न त के जाइङ कन्डिङ ट्याम लगायो यहाँ दाजु ने पता म त यो चाहिँ बोकर रहेछ है यी यसरी समाउँछ बोकरले उनीहरू चाहिँ यसरी हामी कुन ठुलोले चाहिँ फेरि आउँदै बाँकी छ ठुलोले चाहिँ यहाँ भाग गर्दैछ है 4 जना चाहिँ यसरी भाग गर्दैछौँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो भएकोलाई चाहिँ केटा भन्छ हेर यस्तोलाई चाहिँ मेल भन्छ अनि यस्तो के नभएकोलाई चाहिँ फिमेल ओ यो ब्लू लाइन दा फिफ्टी केले खनि यहाँ गर्नु म यहाँ ल्याउनु अहिले त वार लाम दुना दुन होदा चाहिँ त भयो बन्द गरे पनि गेपिदो यसरी चाहिँ हामी काउन्टिङ गर्दैछौँ थ्री 4 गर्दैछौँ ओ म त हो त्यो म त्यो म को हो म मध्येछु कोलामै हुनु मुर्गी थियो भने सो यो चाहिँ म जिल्ला यसरी हो म त यसो जान्छ क्या फाइनल चाहिँ हाम्रो बाघमा यति पर्छ है 4 जनाको बाघ एउटा गर्ने थाहा हुँदैन हाम्रो 4 जना बाघमा चाहिँ यति पर्छ है 20 रन सक्छ त सानो ठुलो सबै गरेर चाहिँ के को दरो माने हामीले चाहिँ 64 वटा जति पाएछ है 64 16 मान्छे पछि 16 मेरो चाहिँ यहाँ प्याक गरिसक्यो यहाँ सर्की बिदा हो आइरहेको प्लाग्दो यो ल अझै यो यो त खतम लागि त ल आजलाई चाहिँ यति हो भिडियो बाँकी भिडियो चाहिँ अब अर्को भिडियोमा देखाउँछु तपाईँलाई नयाँ एपिसोड